नमस्कार साथीहरू। यदि तपाईँ जागिर खाइरहेको हुनुहुन्छ र सामाजिक सुरक्षा कोष अर्थात् एसएसएफमा आबद्ध हुन चाहनुहुन्छ, तर आफ्नो एसएसएफ आइडी कसरी बनाउने, कहाँबाट लगइन गर्ने र आफ्नो एसएसआइडी कसरी प्राप्त गर्ने भन्ने थाहा छैन भने यो भिडियो तपाईका लागि निकै उपयोगी हुनेछ। आजको भिडियोमा म तपाईलाई सामाजिक सुरक्षा कोषको आइडी रेजिस्ट्रेसनदेखि लगइनसम्मको पूरा प्रक्रिया स्टेप बाइ स्टेप देखाउनेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। साथै यस्तै उपयोगी आइटी टेक्निकल सपोर्टको लागि यस च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला है। यदि तपाईँ कुनै संस्था/कम्पनीमा काम गर्ने जागिरे हुनुहुन्छ भने तपाईको एसएसएफमा दर्ता सम्बन्धित कम्पनी वा कार्यालय वा संस्थाले नै गरिदिने हो, आफैले गरेर हुँदैन। त्यसको लागि सबैभन्दा पहिले तपाईले यी डकुमेन्टहरू फोटोकपी वा स्क्यान कपी गरेर तयार गर्नुहोस्। 1. नागरिकताको अगाडि पछाडिको दुवै भागको स्क्यान वा फोटोकपी। 2. पासपोर्ट साइज फोटो 1 कपी। फोन नम्बर र आफ्नै मोबाइलमा खुल्ने इमेल आइडी। 3. ब्याङ्कको चेकको स्क्यान वा फोटोकपी 1 थान। 4. विवाहित हुनुहुन्छ भने विवाह दर्ता प्रमाणपत्र स्क्यान वा फोटोकपी 1 थान। 5. इच्छाएको व्यक्तिको नागरिकता स्क्यान वा फोटोकपी 1 थान। 6. इच्छाएको व्यक्तिको पासपोर्ट साइज फोटोको स्क्यान वा फोटोकपी 1 थान। 7. सम्बन्धित कम्पनी/अफिससँगको कार्य सम्झौता पत्र। 6. अनुसूची 4 बमोजिमको विवरण खुलेको सम्बन्धित कार्यालयलाई दिने निवेदन पत्र। अब तपाईले यी कागजात सहित तपाईको कार्यालयमा निवेदन दिन सक्नुहुनेछ र कार्यालयले निर्णय गरेर तपाईलाई सामाजिक सुरक्षामा दर्ता गर्न सक्नेछ। दर्ता गरिसकेपछि तपाईको इमेल ठेगानामा तपाईको एसएसएफ आइडी, जसलाई एसएसआइडी भनिन्छ, उक्त आइडी र पासवर्ड प्राप्त हुनेछ। अब उक्त एसएसआइडी तपाईले तपाईको कार्यालयको सम्बन्धित अकाउन्ट सेक्सनमा दिएर मासिक रूपमा आफ्नो आधारभूत तलबको 11% र थप अफिसबाट 21% गरी जम्मा 31% जम्मा गर्न सक्नुहुनेछ। धन्यवाद। भिडियो कस्तो लाग्यो? उपयोगी लागेको भए सब्स्क्राइब बटन थिचिदिन नभुल्नुहोला है। नमस्कार।